बुढिरहेको उता डेमो जस जल्दी जल्दी हो भने सबै अरे खाले पीले जीले भैया जिंदगी में क्या है खाले पीले जीले जिंदगी में क्या है खाले पीले जीले भैया नमस्कार दर्शकबिन हैन आजको यो ताजा खबरमा हाम्रो सानो बाबुले अहिले प्रस्तुति गर्न खोजिरहेको छ उनको सानैदेखि गीत गाउने रहर अनि दाँत चाहिँ नकोटाउनु भने आज चाहिँ म मिडियामा लिएर आउन खोजिरहेको छु ल नाम के हो नाम मेरो देशन तामाङ अनि तिम्रो बाबु आइस तामाङ अनि घर कहाँ पर्यो घर हाम्रो झारलाङ रुबी भ्याली तिम्रो मेरो चाहिँ दार्खा खनियाबास लाछम हैन छेके छेके देउराली भन्ने गीतको बोल चाहिँ छेके छेके देउराली भन्दै यस ल अब ल है त गाउने है नडराइकिन क्यामेरामा केही हुँदैन नडराइकिन ल डरा भाइ डरा अलिअलि नर्भस छु डराउनु पर्दैन तिमीलाई खाँदैन क्यामेराबाट टक्क होइन आफ्नो कला देखाउने है हुन्छ चियर त फर्किन्छ नि चियर त फर्किनु त नफर्किनु त जजहरू हाम्रो जजहरू यता ल दुईजना है दुईजना ल ल छेक्यो ल आज स्टार्ट भएन कि ल रेडी 1 2 3 गो स्टार्ट छेक्यो छेक्यो देउराली डाँडा उसुर कुहिरोले छेक्यो छेक्यो देउराली डाँडा उसुर फेसेक्यो भने हे झ्यालैमा बसेर लै जिस्काउनु पर्दैन झ्यालैमा बसेर जिस्काउनु पर्दैन पर्दैन एभ्रीवन को फर्क्यो कोही त फर्क्यो फर्क्यो यो माथिबाट आउला चाहियो यतिको साउन्ड दिनु पर्यो यो माथिबाट प्र्याक्टिस त अलिक दिनु पर्यो अरे बिचको आमा धन्यवाद पत्रकार के भन्न चाहनुहुन्छ हामीले सोचे पनि थिएन जजहरू यसरी रमाइलो गर्नुहुन्छ भनेर पत्रकारले कस्तो लाग्यो त एकदम बबाल यो भाइहरूको मिठोको अहिले प्रस्तुति देखायो मन छोयो मेरो है यति भन्दा होइन यो भाइहरू के भन्नु छ कस्तो लाग्यो बबाल थियो के हो होइन हामीलाई आफ्नो कलालाई यसरी देखाउन पाउँदा एकदमै खुसी छु फर्स्टचोटिमै जजहरू यसरी रमाइलो गरिदिनु भयो हामीलाई धेरै धेरै खुसी छु अब यस्तै निरन्तरता दिइरहनु पर्यो होइन नडराइकिन टक्क हामीलाई भोट गर्नु होला हामीलाई भोट गर्न चाहिँ इसेवा आइडी पछाडि कमेन्टमा छोडिदिन्छु क्युआर गरिदिनु होला हामीलाई भोट गर्न चाहिँ इसेवा आइडी पछाडि कमेन्टमा छोडिदिन्छु क्युआर गरिदिनु होला तिमी के भन्नु तर्फबाट एकवटा लालीपप क्यामेराम्यान जजलाई देखाइदियो जजलाई आइयो
ल जजहरू चाहिँ पकाउँदैछ यहाँ मिठो स्वर भएर यहाँ भोइस। अब अर्को प्रस्तुति देखाउन गइरहेको छ अनि पासाङ तामाङ। पत्रकारको नाम के हो त? नमस्कार दर्शकबिन, मेरो नाम चाहिँ होइन डेमन तामाङ। पाके न्युपाने भाग्यको न्युपाने। भाग्य तामाङ भन न। कहाँ भाग्य तामाङ? भाग्य रामकुमार यादव। फ्रम रत्न पार्क। अर्को प्रस्तुति देखाउन त मिठो। अब हामी अर्को हप्ता मात्रै अहिले त तान्नै सक्दैन क्या, फेरि यस्तो यस्तो गर्नुपर्छ होइन, अलिअलि यस्तो 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 मिलाउनु पर्छ होइन, अलि हामीलाई नि प्र्याक्टिस गर्नुपर्छ है त। हो ल, यति भन्दै अर्को एपिसोड हेर्नु होला। हस्त धन्यवाद।